यो चाहिँ सिस्नो है साथीहरू। यसको प्रयोग सब्जी, सुप, चिया, अन्य परिकारहरूमा पनि प्रयोग गर्न सकिन्छ। सिस्नो स्पर्शले गर्दा यो चाहिँ पोल्ने प्रकारको बोट हो। यसको पातहरूमा धेरै काँडाहरू देखिएको हुन्छ, तर पनि यसका पातहरू औषधि गुणले भरिपूर्ण भएका हुन्छन् भने यसलाई अन्य धेरै तरिकाबाट पनि उपभोग गर्न सकिन्छ। मकैको रोटीसँग त झन् एकदमै उपयुक्त हुने सिस्नो। वाउ। अन्य कोदाको ढिँडोसँग त झनै एकदमै राम्रो। वाउ। पहाड। यो चाहिँ हाम्रो पहाडको एकदम लोकल अर्ग्यानिक गहुँ भन्छ यसलाई है। यसको नाम चाहिँ बकाइनो है। यसको पात, बोक्राहरू औषधि रूपमा पनि प्रयोग गर्न सकिन्छ। अनि यो जो फल अनि फुलदेखि यो चाहिँ तपाईँको खानालाई पनि अलि उचित नै देखिन्छ, राम्रै हुन्छ खानालाई। यो चाहिँ हाम्रो अन्ना गहुँको रक्सी बनाउने तरिका है। यसरी बनाइन्छ। पानी चाहिँ तताउनु पर्छ अलिकति। त्यो चाहिँ हाम्रो प्याकिङ सामान है। यसरी नै देखाउन सकिन्छ। अब त्यो अर्को पानी हालिदिँदा हुन्छ। यो चाहिँ बनिसकेको एकदमै तातो तातो है, अर्ग्यानिक घरमै बनेको अन्नको एकदम राम्रो तातो, एकदमै स्पेशल शुद्ध देखिएको छ हैन। अब चाहिँ यसलाई यसरी नै प्याकेजिङ गरेर राख्नुपर्छ। यो चाहिँ बिक्री गर्नको लागि है। यसरी चाहिँ डिब्बामा प्याक गरेर राख्नु। 100 रुपैयाँको एक माल, मतलब बोतल भन्छ हैन। यो चाहिँ फर्सी। यसलाई चाहिँ यसरी काटेर उसिनिएर खाने गर्दछ है। यसको सब्जी पनि एकदमै राम्रो हुन्छ, तर यो समयमा भने यसको यत्तिकै पकाएर खान मिल्ने एकदम स्वादिष्ट है पहाडको फर्सी। के बनाउँदै हो? के बनाउँदै? फर्सी बनाउँदै है। दाउरा अलि भित्र राख्नु त।
चाहिँ माछा है साथीहरू, एकदमै बवाल कर्णालीको माछा हो, कर्णालीको है, जाजरकोट सरुगाडको माछा एकदमै राम्रो, एकदमै स्वादिष्ट। वाउ, हजुरहरूले पनि खाने हो त सरुगाडको माछा? एकदमै राम्रो, मोटो मोटो दामी लेकको माछा हो, एकदमै बवाल। टेस्ट गर्ने हो त हजुरहरूले पनि? यो चाहिँ हाम्रो भटमासको दाल है, सिमी भटमासको, एकदमै दामी, लोकल हो यो पनि, अर्ग्यानिक हो, गाउँको। सही लागिसक्यो होइन राम्रोसँग? पानी पनि रहन्छ यता त, यता हिल चलाउने। यताको चाहिँ आफ्नै बस्ती है, यो माथिको चाहिँ कुसे हिमाल। यो चाहिँ हाम्रो धान रोप्ने एरिया है, बेन्डाटा बनाइसकेको भन्छ। यो चाहिँ हाम्रो पानीघट्ट है, पानीघट्ट भन्छ यसलाई, वाटर मिल है। यसमा चाहिँ हाम्रो अन्नबालीहरूको पिठो पिस्ने चाहिँ काम गरिन्छ है। कुचो कतिलो रहन्छ क्या?
मान्छेहरू चाहिँ गाउँघरतिर बिउ राख्नको लागि तयारी गर्दै चैत पनि लागिसक्यो है। बिउ राख्नु पर्यो असाढको लागि। यो चाहिँ मेरो बगैँचा, सानो बगैँचा है, कागतीको सानो भए भर्खर बसन्त ऋतु चाहिँ यस्तो फुलेको छ कि यो फलहरू पनि छ होइन। यसको पनि आजभोलि अब एकदमै खानालाई पनि उचित होइन। गर्मी सिजनमा एकदमै राम्रो कागती चाहिँ जुनसुकै चिजमा खाँदा नि भयो, पानीसँग मिलाएर चिनी हालेर खाँदा नि भयो, यसको सब्जी अचार बनाएर खाँदा नि भयो है। यसलाई चाहिँ दालमा मिलाएर खाँदा नि भयो, जे गर्दा नि हुने। दामी पाकेको मैले आज टिपेको छु। यो चाहिँ मैले खानाको लागि अचार बनाएर खानाको लागि चाहिँ टिपेको होइन। एकदमै राम्रो हुन्छ, तपाईहरुले पनि टेस्ट गर्न सक्नुहुन्छ। गर्मी सिजनमा खास गरेर यसको शरबत बनाएर खाँदा त झनै एकदमै दामी हुने है। र यसको अचार बनाएर खाँदा नि एकदमै दामी हुने। कागती, त्यो पनि गाउँको अर्गानिक कागती, एकदम लोकल। यो चाहिँ धनियाँबारी र लसुनबारी है। यसको पनि मिलाएर खानुपर्छ, एकदमै दामी। अचार राख्दाखेरि चाहिँ यसको दामी बनाउने। यो चाहिँ मेरो धनियाँबारी, धनियाँ फुलेको भर्खरै होइन, बगैँचाको बिचमा। यो चाहिँ मेरो केराबारी। धेरै यो चाहिँ हाम्रो केरा है साथीहरु, केरा हो यो। यसरी देखाउँछु म। चाहिँ यसको पातहरु यस्तो हुन्छ हैन। यस्तो गरेर फल्यो हुन्छ।